थापाथली स्थित सुकुमासी बस्तीको 112 नम्बरको घरमा बसोबास गर्दै आएका सोलुखुम्बुका कर्णबहादुर राईको आफ्नो नाममा जग्गा देखिएको छ। उनको सोलुखुम्बु स्थित नेचा बेतघारीमा 437 किता नम्बरको 1920 वर्ग क्षेत्रफलको जग्गा छ। सुकुमासी बस्तीमा बस्ने काभ्रे बुढाखानीका नारायण बहादुर मगरको नाममा साबिक बुढाखानी 5 मा जग्गा देखिएको छ। उनले आफ्नो नाममा रहेको 5 किता जग्गा बिक्री गरेको पनि अभिलेखमा देखिएको छ। यस्तै थापाथली स्थित सुकुमासी बस्तीको घर नम्बर 27 मा बस्ने समरसिंह प्रजाको नाममा धादिङ स्थित महादेव स्थानमा 7 रोपनी भन्दा बढी जग्गा रहेको देखिन्छ। बाङथली 6 काभ्रेका विष्णु उप्रेती हाल थापाथलीकै सुकुमासी बस्तीको घर नम्बर 37 मा बस्दै आएका छन्। उनको संयुक्त नाममा काभ्रेको बाङथलीमा 3 रोपनी 5 आना 1 दाम जग्गा छ। थापाथली सुकुमासी बस्तीको 40 नम्बर घरमा बस्ने सप्तरीको साबिक विषहरिया 7 का भागत रामको नाममा सप्तरी र महोत्तरीमा 6 कट्ठा भन्दा बढी जग्गा देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको विवरणमा उल्लेख छ। त्यस्तै थापाथलीकै घर नम्बर 85 मा बस्ने दिलमाया खत्रीको पनि दोलखामा 6 किता भन्दा बढी जग्गा देखिएको छ। यस्तै घर नम्बर 92 मा बस्ने कैलाशवती देवीको पनि जग्गा छ। साबिक धर्मपुरचा रौतहटकी उनको रौतहट चन्द्र निगापुरमा 8 धुर भन्दा बढी जग्गा छ। यस्तै घर नम्बर 96 मा बस्ने जगेन्द्र बहादुर बुढाको भक्तपुर दधिकोटमा 4 आना 1 पैसा 2 दाम जग्गा देखिएको छ। ललितपुर 13 के कृष्ण प्यारी ताम्राकार थापाथली स्थित सुकुमासी बस्तीको 107 नम्बर घरमा बस्छन्। उनको नाममा काठमाडौँको भीमडुङ्गामा 6 आना 1 पैसा जग्गा देखिएको छ। थापाथलीकै सुकुमासी बस्तीको 12 नम्बर घरमा बस्ने दुर्गा खड्काको मकवानपुर ज्यामेरीमा 7 आना जग्गा देखिएको छ। सुकुमासी बस्तीमै बस्ने ललितपुर 3 का सूर्यबहादुर सिलवालको नाममा पनि 397.38 वर्ग मिटर जग्गा देखिएको छ। सुकुमासी बस्तीमै बस्ने सीता पौडेल क्षेत्रको ललितपुरको लामाटारमा 107 वर्ग मिटर जग्गा भेटिएको छ। साबिक धियाल 2 मकवानपुरका चन्द्रबहादुर हेउन्सनको नाममा सिन्धुलीको कपिलकोटका 4 ठाउँमा जग्गा देखिन्छ। थापाथलीकै सुकुमासी बस्तीमा बस्ने मकवानपुर पदमपोखरीका राजकुलालको मकवानपुर पदमपोखरीमा 169.30 वर्ग मिटर जग्गा देखिएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 7 चाबाहिलका कैलाश खड्काको पनि जग्गा छ। उनको चितवनको रातपुर 9 मा 169.31 वर्ग मिटर जग्गा देखिएको छ। धादिङ थाक्रेका माइला तामाङले आफ्नो नाममा रहेको 10 किता जग्गा बेचबिखन गरेको देखिएको छ। थापाथली स्थित सुकुमासी बस्ती बस्ने साबिक डाँडागाउँ 3 रसुवाकी कान्छीमाया गुरुङको चितवन पञ्चकन्या 4 मा 130.38 वर्ग मिटर जग्गा देखिएको छ। थापाथलीकै सुकुमासी बस्तीमा बस्ने लालीमायाको रामेछाप गागलमा 145.07 वर्ग मिटर जग्गा छ। उनको नाममा काठमाडौँको सतुङ्गलमा समेत जग्गा भएकोमा त्यहाँको जग्गा बेचबिखन गरेको खुलासा भएको छ। साबिक गणेशस्थान 9 काभ्रेकी मीना कोइरालाको काभ्रे 5 खालमा जग्गा भएकोमा उनले पनि बेचबिखन गरेकी छिन्। खोटाङका टेकबहादुर दर्जीको खोटाङ मातिममा र फाखेल 5 मकवानपुरका श्याम परियारको मकवानपुर चितलाङमा जग्गा छ। त्यस्तै 5 खाल 3 काभ्रेका दिनेशमान श्रेष्ठको त 4 ठाउँमा जग्गा देखिएको छ। थापाथली स्थित टहरामै बस्ने रूपमणि ढुङ्गानाको नाममा रामेछापको भलुवा जोरमा जग्गा भेटिएको छ। उनको ललितपुरको छम्पीमा पनि 2 किता तथा ललितपुर नल्लुमै अर्को किता पनि जग्गा देखिएको छ। सुकुमासी बस्तीकै पवित्र माया मगर्नीको नाममा मकवानपुरको टिस्टुङ र चितलाङमा जग्गा छ। श्यामचा 4 तनहुकी हिरा थापाको तनहुमै जग्गा देखिएको छ। थापाथली स्थित टहरामै बस्ने सिन्धुपाल चोकी सरस्वती बस्नेतको नाममा काठमाडौँको बुढानीलकण्ठमा 1 किता जग्गा देखिएको छ। रौतहट चन्द्र निगापुरका दिलबहादुर तामाङको नाममा रौतहट चन्द्र निगापुरमा जग्गा छ। काठमाडौँ कपनकी सीता चालिसेको ललितपुर 4 र